म सुशील पण्डित र आज हामीसँग हुनुहुन्छ यस महसुल क्षेत्र नम्बर 3 का युवा उम्मेदवार श्री बजरंग नेपालीज्यू। तपाईँलाई हार्दिक स्वागत छ। बहुत बहुत धन्यवाद। नमस्ते। अब म तपाईँलाई युवाहरूको केही क्वेसनहरू हैन, युवाहरूले जुन मलाई क्वेसन गरेका थिए त्यो क्वेसनहरू तपाईँलाई सोध्न गइरहेको छु हैन। त्यो क्वेसनहरू भनेको नेपाली काङ्ग्रेस अब युवा पुस्ताको हातमा आयो, यसको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ र तपाईँ कतिको खुसी हुनुहुन्छ? अब हाम्रो चाहना नै त्यही थियो, युवा पुस्ताहरूको चाहना नै थियो कि नेपाली कांग्रेस ऐतिहासिक र पुरानो पार्टी हो, तर अब पुस्तान्तरण हुनुपर्छ, नेतृत्व नयाँ पुस्तामा आउनुपर्छ र नेपाली कांग्रेसका नेता गगन कुमार थापा र विश्व प्रकाश शर्माको नेतृत्वमा र सम्पूर्ण साथीहरूको सहयोगले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट अब नयाँ पुस्तामा आइसकेको छ। अब गगनजी त नयाँ पुस्ता त हो त, विश्व प्रकारजी नयाँ पुस्ता त हो त नि हैन। त्यसले गर्दा हामी सन्तुष्ट छौँ। मलाई लाग्छ विशेष अधिवेशनबाट र नेपाली कांग्रेसले आफूलाई गरेको रूपान्तरण सबै ठाउँबाट प्रशंसनीय छ। नेपाली जनताले पनि त्यही चाहेका थिए, नेपाली आम नागरिकले पनि त्यही चाहेका थिए, युवाले पनि त्यही चाहेको थियो कि पार्टीभित्र लोकतान्त्रिक पार्टीभित्र एउटा जुन पुस्तान्तरणको समय थियो त्यो सहजबाट विधि प्रक्रियाबाट भएको छ र कांग्रेसभित्र त्यसलाई मान्य भएको छ। कांग्रेसका सबै नेता, हाम्रा अग्रजहरू सबै त्यसलाई साथ दिएर हामी अगाडि बढिरहेका छौँ र हामी सन्तुष्ट छौँ। अब सन्तुष्टि भनेको कस्तो छ भने यहीँ विराम लिने होइन, अनन्त हुन्छ। यो एउटा कुरा पुरा हुन्छ, अर्को डिमान्ड सुरु भइहाल्छ। त्यसले गर्दा अझ यसलाई सुदृढ गर्नुपर्ने, अझ शुद्धिकरण गर्नुपर्ने, समयानुकूल अझ परिवर्तित गर्नुपर्ने आजको आवश्यकता त्यही हो। अब तपाईँ जस्तो अब यो मधेस क्षेत्र नम्बर 3बाट तपाईँ उम्मेदवारी दिनुभएको छ होइन, तपाईँलाई यहाँको जनताले किन भोट दिने र केका लागि भोट दिने? यो त प्रश्न छ नि। अब देशमा पहिला त हामीले यो जुन चुनाव भइरहेछ, निर्वाचन भइरहेछ, कुन परिवेशमा भयो त्यो हामी सबैलाई थाहा छ। देशमा ठुलो विद्रोह भयो भाद्रमा 23 गते र 24 गते, त्यसको परिणति र परिणाम हामीले हेऱ्यौँ र त्यही परिणाम हो कि आज 84 को चुनाव 82 में हुन गइरहेको छ। र किन हामीलाई दिने र के गर्ने भन्दाखेरि मैले सुरुमा पनि भनिसकेँ, म चाहिँ नेपाली कांग्रेसबाट आबद्ध छु र नेपाली कांग्रेसले आफूलाई समयानुकूल आफूलाई ढालेको छ राजनीतिक रूपमा। अब आयो क्षेत्रको कुरा। क्षेत्रमा पनि पहिला त भनिहालौँ यो कि देशमा यो संसद भनेको विशुद्ध रूपमा राजनीतिक व्यवस्था हो र राजनीतिक स्थिरता र शान्ति नै लोकतन्त्रको पर्यायवाची हो र यसको लागि नेपाली कांग्रेस नै देशलाई नयाँ दिशा दिन सक्छ र विगतमा पनि नेपाली कांग्रेसले समय समयमा नयाँ दिशा दिएको छ र अहिले जुन परिवेश छ, यो जुन अवस्थामा संसद विघटन भयो त्यो हामी सबैलाई थाहा छ र यसको अब यसको पर्यायवाची अर्को अवस्था के हो भने कि लोकतन्त्रमा जनता नै, नागरिक नै, बालिक मताधिकार नै यसको निर्णायकर्ता हुन्छ र त्यसले गर्दा हामी जनता माझ आएका छौँ र जनताको मत लिएर प्रतिनिधि सभामा स्थापित हुनु। अब हुने के हो, त्यो दुईटा मूल कुरा मैले हेरेको छु। एउटा कुरा देशको राजनीतिक अवस्थामा सुशासन कसरी लाग्ने, राजनीतिक व्यवस्था कसरी निरन्तर हुने, संसद कसरी 5 वर्ष चल्ने, सरकार चाहिँ कसरी आवधिक जुन हुन्छ 5 वर्षको निर्वाचन यो चाहिँ भइरहोस्, यसको लागि संवैधानिक कानुनी अडचनहरू छ। त्यो बहुमतको सरकार, 2/3 को सरकार त्यसको लागि आवश्यक हुन्छ। कानुनमा संशोधन गर्नको लागि बहुमत चाहियो र कतिपय कुरा संविधानमा संशोधन गर्ने नै कुरा हो, त्यसको लागि 2/3 चाहियो। अब कांग्रेसले नै त्यो पाउनुपर्छ भन्ने मलाई लाग्छ। अब कांग्रेसले बहुमत पाउनुपर्छ, बहुमत पायो भने यसले एक किसिमको नयाँ अवस्था सिर्जना गर्छ मुलुकमा। 2/3 आयो भने संविधानमा संशोधन गर्ने, जनजी विद्रोहबाट जुन कि कुराहरू आएको छ, भ्रष्टाचारका कुरा, सुशासनका कुरा, यो सबै तपाईको संविधान संहितालाई परिमार्जित र परिष्कृत गर्ने कुराहरू हैन, संघलाई पनि परिमार्जित र परिष्कृत गर्ने कुराहरू, यो सबै संविधान संशोधनबाट मात्र सम्भव छ।
त्यसको लागि 2/3 चाहियो। यसको या त कांग्रेसले 2/3 पायो भने कांग्रेसले गरिहाल्छ, होइन भने जोसँग हाम्रो नीति मिल्छ, विचार मिल्छ, तिनीसँग हामीले मिलेर सहकार्य गरेर संविधानमा संशोधन गर्ने यो राजनीतिक विषय आयो। र म महोत्तरी जिल्ला क्षेत्र 3 नम्बरबाट नेपाली कांग्रेसको प्रतिनिधि सभाको उम्मेदवार छु। अब यहाँ के गर्ने भन्दा कुरा मैले मेरो जति विगतको अनुभव हो, मैले जुन हेरिरहेको छु र यो निर्वाचनमा पनि गाउँ गाउँ वार्डहरू जाँदा कमन कुरा मात्र आएको छ। त्यो कमन कुरा भनेको त्यही भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने, सुशासन कसरी स्थापित गर्ने। यो महोत्तरी जिल्ला कृषिमा आधारित जिल्ला हो। कृषिमा अत्यन्त क्रान्तिकारी कदम चाल्नुपर्ने छ। कृषि सिँचाइ समस्या हो। यहाँको कृषकले पाउनुपर्ने सुविधाहरूबाट अहिले पनि हामी पर्याप्त रूपमा वञ्चित छौँ। सँगै यति मात्र छैन, यहाँ महोत्तरी जिल्ला र यो क्षेत्र डुबान नदी कटानबाट पनि आक्रान्त छ। महोत्तरी जिल्लाको जलेश्वरको देखि पूर्वको भाग डुबान हुन्छ भने जलेश्वरभन्दा पश्चिमको भूभाग जुन छ तपाईँको महोत्तरी गाउँपालिका, मनरा, सिसुवा नगरपालिकाका ठुलो पार्ट, एकडाँडा आदि जुन छ त्यो तपाईँको सुखाको अवस्थामा हुन्छ। यसपालि सबै सुखामा थियो। त्यसले गर्दा कृषि सिँचाइमा जोड दिनुपर्ने जनताको पहिला विषय त्यही हो। र शिक्षा पहिलाभन्दा सुलभ त भएको छ, व्यवस्थित पनि छन्, तर गुणस्तरीयताको समस्या छ। प्राविधिक शिक्षा दिनुपर्ने आवश्यकता छ। सहज सरल र शिक्षामा गुणस्तरीयता बढाउनु पर्ने छ। टिचर्सहरूको दरबन्दी गर्नुपर्ने अवस्था छ। कुनै त्यस्तो विद्यालय छैन जहाँ साइन्स टेक्नोलोजीका सामानहरू के भन्छ प्रविधि मैत्री हुनुपर्ने आवश्यकता छ, तर त्यहाँ प्रयोग नभइरहेको अवस्था छ। त्यो प्रयोग नहुने कारण के हो भने दरबन्दीको समस्या छ। टिचर्सहरू शिक्षकहरूले पनि आन्दोलन गर्नुभएको छ। हामी तपाईँ सबैलाई थाहा छ, उहाँहरूको पनि डिमान्ड छ। त्यसमा यी सबै कुराहरू पनि उहाँहरूको वैतनिक समस्यादेखि लिएर विद्यालयमा दरबन्दीको आवश्यकता, भनाइको मतलब विद्यार्थी र को सङ्ख्याको आधारमा टिचरको व्यवस्था हुनु पर्यो। गुणस्तरीय शिक्षा दिनको लागि भौतिक पूर्वाधारको सँगै साथसाथ विद्यार्थीको सङ्ख्या कति हो, न्यूनतम एक कक्षामा कति विद्यार्थी हुनुपर्ने हो र त्यहाँ टिचरको सङ्ख्या कति हुनुपर्ने हो, त्यो कुराहरूलाई हामीले ध्यान दिनुपर्ने आवश्यकता छ। र मोडेल टाइपको नमुना विद्यालयहरू पनि निर्माण गर्नुपर्ने हुन्छ, जसबाट हाम्रो अन्य विद्यालयहरूले त्यसबाट सिकाइ गर्छन्। र किनभने म यो किन जोड दिइरहेको छु भने अहिले पनि महोत्तरी जिल्ला जुन राष्ट्रिय तथ्याङ्क छ त्यसमा शिक्षामा अत्यन्त हामी पछाडि छौँ, जबकि हामी भौतिक रूपमा सुलभ ठाउँमा छौँ। त्यस्तो अप्ठ्यारो ठाउँ महोत्तरी जिल्ला यो मधेसहरू छैन, तर शिक्षामा हामी किन पछाडि छौँ यो सोच्नुपर्ने बेला ढिलो भइसक्यो। त्यसले गर्दा गुणस्तरीय शिक्षामा हामीले प्रबन्धन गर्नुपर्ने अवस्था छ। त्यस्तै स्वास्थ्यको बारेमा पनि यही समस्या छ। स्वास्थ्यको किनभने सबभन्दा व्यक्तिगत आयको जुन खर्च आम्दानी छ त्यसको सबभन्दा बढी व्यय स्वास्थ्यमा हुँदो रहेछ र हाम्रो आम्दानी कम र खर्च बढी छ। त्यसले गर्दा स्वास्थ्यलाई कसरी राज्यले ग्यारेन्टी लिने हो? हुन त राज्यले शिक्षा, स्वास्थ्य यी सबैको ग्यारेन्टी लिनुपर्ने बेला भइसकेको छ। त्यो हामी ग्लोबलाइजेसनको दुनियाँमा छ, थुप्रै कन्ट्रीहरू यसलाई मौलिक हक अन्तर्गत लिइसकेको छ, तर नेपाल पनि प्रयास भइरहेछ। प्राथमिक प्रयास हो, यो अपूर्ण हो। र मलाई लाग्छ कि यी कुराहरूलाई हामीले स्वास्थ्यको, शिक्षाको, कृषिको, सिँचाइको सँगै हाम्रो देशमा युवाको जनसङ्ख्या र महिलाको जनसङ्ख्या आधी छ। महिला त आधी नै हो, युवाहरूको त्यतिकै जनसङ्ख्या हो। अब युवाहरूमा पनि दुई किसिमको युवा छ। कतिजना चाहिँ शिक्षित हुनुहुन्छ, सर्टिफिकेट होल्डर हुनुहुन्छ, उहाँहरूलाई हामीले कसरी नेपालको मूलधारमा लग्ने हो, हैन? र जो त्यति पढ्नु भएको छैन तर उहाँले श्रम गरेर कसरी यो गर्ने, त्यसको लागि स्वरोजगारको
उद्योगमा हामीले जोड दिनुपर्ने हुन्छ, कुटीर उद्योगमाथि जोड दिनुपर्ने हुन्छ। देशमा अब के छ भने रोजगारको मतलब सिर्फ नेपाल सरकारको जब होइन, उद्योग हो, धन्दा हो, व्यापार हो, तपाईँको कृषिलाई पनि आधुनिकीकरण गरेर, किनभने भू उपयोग नीति हामीले विचार गर्नु पर्यो। हामी भूमिको उपयोगै गर्न सकिरहेका छैनौँ, त्यहाँ पनि कृषिमा पनि हामीले क्रान्ति गरेर आधुनिकीकरण हामीले त्यसलाई गर्न सक्यौँ र गर्नुपर्दछ। गऱ्यो भने युवाहरू त्यहाँ पनि आकर्षण हुन्छ, किनभने अन्य कन्ट्रीहरूले, जापानहरू हेर्नुहोस् त, इजरायलहरू हेर्नुहोस्, जापान त टापुको देश हो नि, हामी जस्तो त भूमि छैन, तर त्यहाँ समुद्रमा खेती हुन्छ हेर्नुहोस्। र खेती भनेको मात्र धानको खेती होइन, फसलको खेती होइन, मत्स्य खेती हो। हाम्रो भूभाग भनेको अब मखानको खेतीको बारेमा कल्पना थियो कि मखानको खेती लागि गहिरो पोखरी चाहियो, होइन रहेछ। तपाईँको त्यो 3 फिट 4 फिट गहिरो गरेर पनि हामी मखानको खेती गर्न सक्छौँ। मत्स्य पालनहरूको पनि कन्सेप्ट बदलिसकेका छ। तपाईँको कुखुरा फर्महरू छन्, होइन। भनाइको मतलब हो राज्यले ग्यारेन्टी लिनु पर्यो, जब राज्य पनि एकाउन्टेबल हुनु पर्यो, जवाबदेही हुनु पर्यो। किनभने भोलि त व्यापारमा, किनभने व्यापार त गर्ने हो तर व्यवस्थापन हुनु पर्यो नि, उत्पादनलाई खपत गर्नु पर्यो नि। यहाँ गर्ने कुराहरू यहाँ खपत गर्ने हो, विदेशमा गर्ने कुराहरू विदेशमा खपत गर्ने हो। आँपका रुखहरू छ, त्यसलाई हामीले व्यावसायिक खेतीको रूपमा, भनाइको मतलब जति पनि कृषिजन्य उत्पादनहरू छ सबैलाई व्यावसायिकता हुनु पर्यो। व्यावसायिक हामीले गराउन सक्यो भने यसले नयाँ रिजल्ट दिन्छ। त्यसले गर्दा युवा र म एउटा के तपाईँ यो युवाहरूको कुरा आउँदा म आग्रह गर्न चाहन्छु। हेर्नुहोस्, नेपाललाई हामीले राजनीतिक रूपमा विश्लेषण गर्नुपर्ने अवस्था छ। यहाँ कुनै पनि देशमा एउटा सत्ता हुन्छ, एउटा शासन हुन्छ। राजनीति भनेको यो शासन मात्र प्रणाली हो, सत्ता थाहै चाहिँ ब्युरोक्रेसीको हुन्छ। त्यो सुरक्षाको हुन्, चाहे स्वास्थ्य क्षेत्रको हुन्, शिक्षा क्षेत्रको हुन् वा निजामती सेवाको, त्यहाँ युवाहरूको ऐठ हुनु पर्यो। मधेसको त्यसमा पनि बहुत कम अवस्था छ र हामी त्यहाँ पुग्न सकेनौँ भने हामी राज्यको मूलधारमा हामी पुग्न सक्दैनौँ, मूल ठाउँमा हामी पुग्न सक्दैनौँ। मूल ठाउँमा हामी पुग्न सकेनौँ भने हामीले देशलाई दिनुपर्ने जुन अठोट छ त्यो पुरा हुन सक्दैन, प्रतिनिधित्व नभएर त्यो अगाडि बढ्नै सक्दैन। त्यसले गर्दा तराईतिर के छ भने कोही डक्टरैमा लागेको छ भने डक्टर नै लागेको छ, इन्जिनियरतिर लाग्नु भएको छ भने इन्जिन त्यो छ, वनतिर लाग्नु भएको छ वनतिर। ब्युरोक्रेसीमा निजामती सेवामा पनि हाम्रो उपस्थिति हुनुपर्दछ र त्यसको लागि लोकसेवाहरूलाई, लोकसेवाको कोर्सलाई धेरै मिलाइएको छ पहिलाभन्दा र सक्षम प्रतिस्पर्धामा आउने सबै आइरहनु भएको छ। यसलाई अझ मिलाउनु पर्ने कुरा छ, मिलाइन्छ। त्यसले गर्दा रोजगारका कुराहरू त्यहीबाट हुन्छन्, होइन। र त्यसले गर्दा महिलाहरूको पनि सशक्तिकरण गर्नुपर्ने आवश्यकता छ। उहाँहरूलाई पनि कुटीर उद्योग भयो, ग्रामीण उद्योगहरू भए, होइन। खेलकुदतर्फ पनि हामीले ध्यान दिनुपर्ने हो। खेलकुद पनि आजको युगमा, अहिले मात्र होइन, मैले भनिहालेँ नि, आजको 21वीं शताब्दीमा हामी धेरै ढिलो भइसकेको छ। कोही मुल्क र कोही कहीँ कसैको लागि वेटमा छैन। त्यसले गर्दा एकदम फास्ट ट्र्याकमा हामीले यो कुराहरूलाई अगाडि लग्नुपर्ने हुन्छ। यो पुरा विषयहरूलाई हामीले सम्बोधन गर्न सक्यौँ भने मलाई लाग्छ हामीले सम्बोधन गर्न सक्नु होइन कि गर्न सक्नु पर्दछ। र यी कुराहरूकै लागि पार्टीले, कांग्रेसले मलाई उम्मेदवार बनाएको छ। कांग्रेसले यी कुराहरूलाई सम्बोधन गर्नुपर्छ जस्तो मलाई लाग्छ। हजुर, अब तपाईँ यसपालि तपाईँ उम्मेदवार हुनुहुन्छ, होइन, त्यसको चुनावी एजेन्डाहरू के छ त्यो पनि एकचोटि प्रश्न पारिदिनु न। चुनावमा त मैले भनिहालेँ नि, कृषि क्षेत्र छ, सिँचाइ क्षेत्र छ, नदी अनियन्त्रित छ। नदी नियन्त्रित भए पनि नदीबाट सिँचाइको बन्दोबस्त कसरी गर्ने। महोत्तरी जिल्लाको जति नदीहरू छन् त्यो सबै चुरे क्षेत्रबाट छ। चुरेको अवस्था थाहा नै छ। चुरेलाई संरक्षण, संवर्धन, उत्खनन, अनियन्त्रित उत्खननहरू छ, त्यसबाट पर्यावरणीय क्षति भइरहेछ ठुलो। र यसपालि जुन अलि लामो समयपछि जुन खरेरी आयो त्यसको मूल कारण चुरे नै हो। त्यसले गर्दा चुरेलाई र खास गरेर
चुरेका हाम्रो मोहतरीका जति पनि नदीहरू छन् जो यस क्षेत्रसँग जोडिएको जङ्गा मडहा र औँक्सी नदी बिघी नदी हामी भन्छौँ त्यो सबै चुरेसँग हो। चुरेमा पानी पर्यो भने तपाईँको नदीमा पानी आउने हो, चुरेमा पानी परेन भने बाँके मडहा सबै छ मोहतरी जिल्लामा पानी नआउने हो। अब त्यो सतही पानी भएन भने हैन त्यो छ। र 8 मध्य प्रदेशको जुन 8 जिल्ला छ त्यसमा मोहतरी जिल्ला कुनै पनि क्यानेलसँग नहरसँग जोडिएको अवस्था छैन। त सुनकोशी मरिन डाइभर्सनको जुन कुरा भइरहेको छ त्यो बागमतीमा खास हाल्ने हो र बागमतीबाट के भन्छ क्यानेल बनाएर मोहतरी पनि ल्याउने भन्ने सिमको छ। तर त्यो लामो हुन सक्छ। त्यसले गर्दा मेरो के दृष्टिकोण हो, मैले त्यसको लागि लबिङ पनि गरिरहेको छु, त्यसको लागि पहिला पनि आवाजहरू उठाएको छु र आज तपाईँको यो माध्यमबाट म भन्न चाहन्छु कि संसदमा उपस्थिति भएपछि या हाम्रो सरकार बनेपछि हामीले सुनकोशी डाइभर्सनको अब त्यसलाई रियोग गरेर मोहतरी जिल्लामा कसरी यो कुनै पनि प्रमुख नदीमा मरिन डाइभर्सन सुनकोशी मरिन डाइभर्सनको एउटा च्यानल माथिबाट नै ल्याउन सक्यौँ हामीले र त्यसको लागि नै भरमगुत प्रयास गर्नुपर्छ। किन त्यो वर्कमा गइसकेको छ, टेन्डर भइसकेको छ। तर अब त्यो कुरालाई हाम्रा प्रतिनिधिहरूले विगतका जो प्रतिनिधि नेताहरू उहाँहरूले त्यो ध्यान दिनु भएन प्रारम्भिक चरणमा। तर मलाई लाग्छ त्यसमा हामीले ध्यान दिनुपर्छ। त्यसको लागि प्रयास त्यो गर्न सक्यो भने नदीमा 12 मासे पानी रहने अवस्था हुन्छ र सिँचाइको प्रबन्ध गर्न सकिन्छ। त्यही हो, शिक्षा हो, स्वास्थ्य हो, हैन, रोजगार हो, खेलकुद हो। अब यहाँ मणिपाल कलेजको बारेमा तपाईँहरूले सुनिरहनु भएको छ। अब 35 वर्ष भइसक्यो मणिपाल कलेज के हो, कहाँ हो, कहिले आउने हो, कसरी आउने सबैले आवाज उठाएको छ। म पनि बोलिरहेको छु, मलाई पनि लाज लागिरहेको छ, विश्वास हुन्छ कि हुँदैन। तर मणिपाल कलेजको बारेमा अब बतासले लिइसक्यो। त्यो बतास ग्रुप छ एउटा, अब उसले ल्याएको छ। त्यो के हो, के गर्छन्, घेरहरू घेराबेरा त गरेका छ। अब किसानले सानो मा यस्तो दिएको हो त्यति बेला, आजभन्दा यति 35 वर्ष पहिला। अब त्यस्तै अवस्था छ। मणिपाललाई हामीले कसरी ल्याउने हो, हैन, एक। दोस्रो कुरा त्यो पनि त्यो इन्जिनियरिङ कलेजको परिकल्पना छ त्यो पहिलाको। अब आज के छ, कसो छ, अब त्यसलाई व्यवस्थित गर्न सक्यो भने एउटा ठुलो मोहतरीमा र यो संसदीय क्षेत्र नम्बर 3 मा एउटा शिक्षा क्षेत्रमा क्रान्ति ल्याउन सक्छ, परिवर्तन ल्याउन सक्छ, हब बन्न सक्छ। र सँगै राबीमा क्याम्पस, जलेश्वर क्याम्पस, अब त्यो 2037 सालमा स्थापित भएको राबी क्याम्पसको अवस्था पनि दिनहीन अवस्था छ। त्यसलाई विश्वविद्यालयमा लग्ने कि या के गर्ने, प्राविधिक शिक्षामा कसरी गर्ने। र सबभन्दा महत्त्वपूर्ण कुरा जो सबै ठाउँबाट आएको छ र मेरो दिमागमा पनि छ, अब हामीसँग ठुलो पुँजी भएको जलेश्वरनाथ महादेव जो पर्यटकीय क्षेत्रमा अब जुन हिन्दू धर्मावलम्बीहरू हुनुहुन्छ त्यसको आस्थाको केन्द्र हो। हामीले यसलाई जलेश्वरलाई यो सदरमुकामलाई यो बजार हो, यो अहिले बजार सदरमुकाम हो, धेरै हो, यो सहरको रूप लिन सकेका छैन। अब सहरको रूपमा लिनको लागि त्यसका आधारभूत कुराहरू छ, त्यो हामीले गर्नुपर्ने हुन्छ। त्यसले गर्दा पर्यटकीय क्षेत्रलाई अब यो शिव सर्किट जुन रामायण सर्किटको कुरा छ नि त्यसलाई पनि कसरी बनाउने र शिव सर्किटको यो एउटा निर्माण गरेर महादेव यहाँको महादेवको बारेमा जहाँ हिन्दू धर्मावलम्बी जहाँ विश्वको कुनै कुनामा हुन्छ एउटा यस किसिमको प्रचार प्रस्थिति निर्माण गर्नु पर्यो कि उहाँहरू यहाँ आउन्, उहाँको दर्शन होस्, उहाँको आशीर्वाद लियोस् र त्यसबाट पर्यटकीय क्षेत्रबाट व्यापारी त्यसमा निर्भर व्यक्तिहरू चाहिँ लाभान्वित हुनुहुन्छ। त्यस्तै मटिहानीमा हामीलाई तपाईलाई थाहा छ, मटिहानी स्थान मठ हो, त्यहाँ गुरुकुलहरू छन्, संस्कृत कलेज हो, क्याम्पस हो, संस्कृत पाठशाला हो, हैन, पुरानो बजार हो। मटिहानी बजार भनेको सबभन्दा पुरानो बजार हो। त्यसलाई हामीले कसरी पुनः ध्यान आकर्षण गर्ने, त्यो जुन धार्मिक सांस्कृतिक धरोहर छ त्यहाँ पीर बाबा तस्मैया बाबाको बारेमा ठुला कथाहरू छ, त्यो कसरी हामीले त्यसलाई प्रचारित गर्ने हो, त्यो कुरा गर्न सक्यो भने यो क्षेत्रको लागि हामीले एकतर्फ लाग्न सक्छौँ। त्यस्तै जलेश्वर अस्पतालका कुराहरू छ। जलेश्वर अस्पताल प्रादेशिक अस्पताल
ले 100 बेडको घोषणा गरेको 5 वर्षभन्दा बढी भइसक्यो, तर त्यहाँ अवस्था जेनको तेन छ। सेवा नपाएको होइन, त्यहाँ सेवा हुँदै हुँदैनमा भन्न चाहेको छैन, तर आम नागरिकको जुन चाहना छ त्यो किसिमको सेवा त्यहाँ प्राविधिक सामग्रीहरू हुँदा डक्टरहरूको दरबन्दीको अभावमा, तपाईँको नर्सिङको अभावमा, प्राविधिक प्रयोग गर्ने अरूको अभावमा हामीले जुन सुविधा पाउनुपर्ने हो त्यो सुविधा नपाइरहेको अवस्था छ। हामीले त्यतातर्फ ध्यान दिनु। त्यस्तै अब डुबानको पनि एरिया छ, सबै ठाउँमा गुनासो आइरहेछ, पानी निकासको समस्या भइगयो। घरबाट पानी जाँदैन, बाहिरबाट पानी जाँदैन, त्यसलाई कसरी व्यवस्थापन गर्ने? अब यो सबै संसदबाट नै हुने कुरा होइन, तर संसद होइन, प्रदेश र स्थानीय तहमा तालमेल गरेर यसलाई हामीले र व्यवस्थित विकास हुनु पर्यो। विकास पनि विकासको नाममा अव्यवस्थित विकास गरेर भएन, त्यो पनि एउटा ठुलो समस्या चुनौती हामीले आएको छ। तर यी कुराहरू नै, यी कुरामा हामीले ध्यान दिन सक्यौँ भने मलाई लाग्छ थुप्रै कुरामा परिवर्तन आउँछ। त्यसले गर्दा मूल विषयहरू यी नै हुन्। अब मैले अघि पनि भने महिला हुनुहुन्छ, युवा हुनुहुन्छ, सबैतर्फ हामीले ध्यान दिनु पर्यो। हामी लास्टतिर छौँ। अब जनताले भ्रष्टाचारीप्रति असन्तुष्टि देखाएका छन्, जुन अब हामी सबैले हेरेकै छौँ। जेन्जी आन्दोलनमा पनि पुष्टि भयो अनि स्पष्ट भयो। अब सरकारी काम र सेवा, पारदर्शिता र इमान्दारी बढाउनु तपाईँको दृष्टिकोण के छ? होइन, म भन्ने गरेको छु यस कुरामा, आम जनता हामी सबै प्रभावित छौँ यसबाट। नेपालको विकास, गुणस्तरीय विकास र द्रुतगामी विकास नहुने कारणमा एउटा आर्थिक अनियमितता नै हो। यो ध्रुव सत्य छ। यो यहाँ विकास नभएको होइन, विकास भएको हो, तर विकास भएको सँगै गुणस्तरीयतामा समस्या एक कुरा, अर्को कुरा आर्थिक करप्सन बढी देखियो। त्यसले गर्दा जुन विस्फोटन भयो समाजमा, भूपट्टा वर्गहरूको विकास भयो, मान्छेले एकअर्कालाई हेरे, पडोसीले एकअर्कालाई हेरे, एउटा गाउँलेले अर्को गाउँलाई हेरे, अर्को गाउँले अर्को गाउँलाई हेरे, ये फलाना व्यक्ति वा फलाना गाउँ जहाँ पावर छ त्यो विकासमा धेरै अगाडि गयो, त्यहाँ कोही पावर छैन भने त्यो गाउँको विकासै भएन। अनि मान्छेमा असन्तुष्टि सुरु भयो। तपाईँकै पडोसी तपाईँलाई, हामीलाई सबैलाई निहालिरहेको हुन्छ नि त आम नागरिकले। यसको जीवनस्तर के हो, आय स्रोत के हो, अनि आम्दानी के हो, स्रोत के हो र कसरी उसको प्रगति भइरहेछ। अब एकैचोटि कोही केही हुँदैन, 1-2 वर्षमै 3 वर्षमा हेर्छन् मान्छे चाहिँ उसको जीवनस्तरमा सुधार मात्र होइन कि अत्यन्त सुधार हुन्छ। त्यहीँबाट मान्छेहरूमा हाम्रो यो मान्यता हो, यो सामाजिक साइकोलोजी हो, यो व्यक्तिको साइकोलोजी हो। जब मान्छेले विचार गरेको उसको स्रोत छैन, आम्दानी छैन, त ऊ कहाँबाट ल्यायो त? वा स्रोत थोरै छ तर यसको आर्थिक अवस्थामा अत्यन्त सुधार आयो। त मान्छेहरूले त्यो जुन हेर्छ नि डिफरेन्सेस, त त्यहाँबाट प्यारालिजम सुरु भइहाल्छ, द्वन्द्व सुरु भइहाल्छ। र मान्छेले के निहालिरहेको हुन्छ भने यसको त आय स्रोतभन्दा बढी यो हुनुको कारण करप्सन देख्छ, अनि करप्सन देखेपछि तपाईँको असन्तुष्टि बढ्यो हेर्नुहोस्, ठिक छ। त्यसले गर्दा अब यसको लागि अख्तियार लगायतका सम्पत्ति शुद्धिकरणका नेपालमा व्यवस्था छन्। मैले के भन्न खोजेँ कि मात्र सरकारको लागि संसद र विधायिका र कार्यपालिकाले मात्र समाधान हुन्न। यसको लागि जति पनि इन्स्टिट्युसनहरू छ, संवैधानिक निकाय हामी जसलाई भन्छौँ होइन, अब त्यसमा निर्वाचन आयोग पर्दछ, तपाईँको अख्तियार पर्दो रहेछ, मानवाधिकारवादी संस्थाहरू छन् होइन, अन्य सर्वोच्च अदालत छ होइन, जो प्रत्यक्ष नागरिकसँग जोडिएको हो। त्यहाँ राइट प्लेसमा राइट व्यक्तिको चयन छ कि छैन? विश्वविद्यालय हो होइन, अब दलको नाममा तपाईँको त्यहाँ बाँडफाँडको अवस्था छ। त्यसले गर्दा सबै क्षेत्र अत्यन्त प्रभावित छ र यसलाई प्रभावबाट मुक्त गर्नको लागि र जो जेनजी विद्रोहको मूल मर्म थियो सुशासन र आर्थिक अनुशासनहीनता
त्यसलाई अब ढिलो नगरिकन करारको साथ हामी अगाडि बढ्नुपर्छ र यसको लागि नेपाली कांग्रेसको नेतृत्व अठोटको साथ अगाडि बढ्छ। विशेष अधिवेशनमा यो कुरा ल्याइसकेको छ। हामीले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट यी सम्पूर्ण विषयहरूको बारेमा ल्याएछौँ। गरौँ न त, एउटा ठुलो छानबिन आयोग गठन गरौँ, सरकारले गरोस्, सम्पत्ति शुद्धिकरणको कुरा होस्, जो भ्रष्टहरू छ त्यसलाई को भ्रष्ट हो त्यो विधि प्रक्रियाले निर्धारण गर्ने हो। तर कोही भ्रष्ट छन् भने त्यसलाई कटघेरामा ल्याउनु पर्यो नि, कानुनको विधिमा ल्याउनु पर्यो नि। त्यसले गर्दा यी कामहरू हामीले गर्न सक्यौँ र करप्सनलाई रोक्न सक्यौँ भने, रोक्न सक्यौँ होइन, रोक्नु पर्दछ भन्ने अठोटको साथ हामी अगाडि बढ्नुपर्छ। मुल्कलाई नयाँ दिशा दिने हो भने, मुल्कलाई भोलि अब कुनै दुर्घटना नहोस्, अर्को कुनै ठुलो यस्तो आन्दोलन नहोस् जो अन्य योभन्दा भएको क्षतिभन्दा पनि दुगुना र चौगुना क्षति, अब त्यो क्षति नेपाल बेहोर्न सक्दैन, त्यो पनि म प्रश्न गर्न चाहन्छु। अब हामीले समयमै यसको निदान गर्न सकेनौँ, आम नागरिकको मन जित्न सकेनौँ, भरोसा र विश्वासको वातावरण बनाउन सकेनौँ भने नेपाल अराजकतातर्फ जान्छ। अराजकतातर्फ गयो भने मुल्क गृहयुद्धमा जान सक्छ। यसलाई कसैले बचाउन सक्दैन। हाम्रो देशको हामी मात्र विश्व अब त्यो छैनौँ कि हाम्रो अव्यवस्थितले गर्दा यसको सीमा नजिक मित्र राष्ट्र भारत छ, उता चाइना छ, त्यो सबैमाथि प्रभाव पार्न सक्छ। त्यसले गर्दा हामीले सबै दुईटै मुलुकको मित्र राष्ट्रहरू, जो पडोसी मित्र राष्ट्र हुनुहुन्छ सीमासँग जोडिएको, चीन र नेपाल, भारत, त्यो सबैको विश्वास लिएर आफूमै सुधार गरेर र सानो मुल्क हो, सानो जनसङ्ख्या हो, वैदेशिक रोजगारमा हाम्रा युवाहरू हुनुहुन्छ अनि विदेशमा उहाँहरू सक्षम हुनुहुन्छ भने देशमा पनि उहाँहरूलाई सक्षम हामीले रोजगारको सृजना गरेर गराउन सक्ने हो। यद्यपि जति गरे पनि मानवीय स्वभावको अनुसार मान्छे त जान्छ त सबै मुल्कमा काम गर्नुको लागि। कुनै जरुरी छ कि आफ्नै मुल्कमा गर्दछन्, हरेक देशको यही हो। कुनै डेभलप देशहरूका नागरिकहरू पनि त अरू देशमाहरू गएर गएकै छन्। तर हाम्रो जनसङ्ख्या, ठुलो जनसङ्ख्या वैदेशिक रोजगार भएको हुनाले एउटा नयाँ अन्य किसिमको समस्याहरू खडा भएको छ। समाजमा पनि विकृति विसङ्गतिको अवस्था पनि आइरहेको छ। त्यसले गर्दा यो सबै रोजगार गर्नको लागि युवालाई फर्काउने, नेपालमा रोजगारको सृजना कसरी गर्ने, यो सबै हामीले गर्नुपर्छ र यसको लागि मुल्कबाट र सबभन्दा मूल विषय हो कि जुन प्रशासनिक निकायहरू छन्, सुरक्षा निकायहरू छन्, त्यसलाई कसरी आम नागरिकले उसले सहजता प्रदान गर्यो, कुन कानुनहरू, कुन विधिहरू, कुन विधेयकहरू हामीले ल्याउने हो जसबाट आम नागरिकले पाउनुपर्ने सुविधा सहज सरलबाट हैन हुनुपर्छ। यसको लागि हामीले गृह कार्य गर्नुपर्छ, संविधानमा संशोधन गर्नुपर्छ कि नयाँ कानुन बनाउनुपर्छ कि के गर्नुपर्छ, यो सबै कुरालाई हामीले ध्यान दिने हो। भनाइको मतलब के हो भन्दाखेरि सहजता सरलता धाउने नगरी कार्यालयहरूमा यो घुसको जुन कुरा छ त्यसलाई कसरी निरुत्साहित गर्ने हो, कसरी रोक्ने हो, सँगै जो निजामती सेवामा, सुरक्षा सेवामा, स्वास्थ्य सेवामा, शिक्षा सेवामा या अन्य जुन पनि सेवामा हुनुहुन्छ, समय अनुकूल उहाँहरूको पनि वेतनमा, तलबमा हामीले वृद्धि गर्नुपर्ने हुन्छ। उसले पनि त आफ्नो बच्चा पढाउनु पर्यो, उसले पनि त खाना खानु पर्यो, उसले पनि त तपाईँको के भन्छ भाडामा घर लिएको हुन्छ अनि तलब हुन्छ थोरै, अनि अन्य कुरामाथि निर्भर हुने अवस्था भइहाल्छ। त्यसले राज्यको यो पनि जिम्मेवारी हो र सबैको यो सबैलाई विचार गर्ने हो भने हामीले भ्रष्टाचारलाई मात्र नियन्त्रण गर्न सक्यौँ र गुणस्तरीय विकास गर्न सक्यौँ भने यो सबै कुरा सम्भव छ जस्तो मेरो विश्वास छ। हजुर, अब अन्तिममा एउटा प्रश्न, आजको युवाहरूले भन्छन् कि सबै नेता उस्तै हुन् भनेर, तपाईँ किन अरूभन्दा फरक हुनुहुन्छ? होइन भन्ने भइहाल्यो नि त। अब लामो अवधिसँग यस्तै भएको छ, राम्रा कुराहरू पनि भएका छन्, राम्रा विषयहरू पनि नभएको होइन। नेपाली कांग्रेसले पनि देशमा धेरै राम्रो कुराहरू पनि गरेको छ, तर ती कुराहरू ओझलमा गए होइन। अब 10 जना करप्ट भए
कुनै पनि पार्टीमा, कांग्रेसमा हुन् कि एमालेमा होस् कि मधेस केन्द्रीय दलमा हो या माओवादी नेपाल कम्युनिस्ट पार्टीले प्रचण्डजीको पार्टीमा होस् वा जहाँ हो, अब यसबाट समाज, मैले सुरुमै भनिसकेँ नि, यो कुराको सम्बोधन गरेँ कि समाजमा कस्तो भइसक्यो भने सब भ्रष्ट हो, सबैमा सबै कुशासनको पर्यावाची हो भने बुझाइ भयो। त्यो बुझाइ पूर्णतः सत्य छैन तर असत्य पनि छैन। त्यसले गर्दा जुन आम नागरिकमा जुन निराशा छ, भरोसा र विश्वासको समस्या छ, जुन जुन कारणले जो जति हामी कुराहरू गर्यौँ, यो कारणलाई हामीले फरक अवस्था देखाउनु पर्यो। नेपाली आजको नेपाली कांग्रेसले फरक अवस्था देखाउनु पर्यो, बजरंग नेपालीले त्यो फरक अवस्था देखाउनु पर्यो। त्यो फरक अवस्था देखाउँदै हामी गयौँ भने जुन एउटा नकारात्मकताको दृष्टिकोणको विकास भएको छ त्यो बिस्तारै कम हुँदै जान्छ हैन। र त्यो बिस्तारै कम हुँदै गयो भने एउटा बडो भरोसा विश्वासको, हेर्नुस्, लघुताभास र मान्छेमा व्यक्तिमा जब निराशाको परिस्थिति निर्माण हुन्छ त्यहाँबाट खतरातर्फ हामी अगाडि बढेका हुन्छौँ। त्यसको एउटै उपाय हो भरोसा र विश्वास। राज्य र सरकारको काम के हो भने आफ्नो समग्र नागरिक प्रति उसको जिम्मेवारी के हो भने विकट समयमा जुन किसिमको विकटता राज्यमा आयो, जनतामा आयो भने त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने। जसरी भूकम्प आयो, जसरी बाढी आयो, आगलगी भयो, ठुलो महामारी भयो, हो राज्यको काम त्यति बेला दरिलोसँग उपस्थिति हुनुपर्छ र त्यहाँ भएन भने मान्छेमा अविश्वास हुन्छ, राज्यले मलाई देखेन, राज्यले सरकारले मलाई गरेन हैन। त्यो कुरा समयमै, त्यसले गर्दा केही कुराहरूको अब ग्यारेन्टी लिइहाल्नुपर्छ। पूर्ण स्वास्थ्यको ग्यारेन्टी लिनु पर्यो मुल्कले, पूर्ण शिक्षाको ग्यारेन्टी लिनु पर्यो मुल्कले, र यी दुईटैको मात्र मुल्कले ग्यारेन्टी लिन सक्यो भने तपाईँ हाम्रो धेरै अगाडि बढ्छ मुल्क। र यो सबै गर्नुपर्ने आजको अपरिहार्यता छ, ढिलो नगर्नुपर्ने अपरिहार्यता छ। त्यसले गर्दा अब मलाई तपाईँले जुन सोध्नुभयो अन्यमा र नेतामा हाम्रो के हो, अब म के हुँ के हुइन त्यो मैले जस्टिफाई गरेर केही फाइदा छैन। त्यो यहाँको क्षेत्र नम्बर 3 को जो आम नागरिक हुनुहुन्छ, आम मतदाता हुनुहुन्छ, मेरो विगतको लामो, यत्रो लामो मेरो जुन सेवा मैले गरेको छु कुनै पदमा नबसिकन, त्यो सेवाको दरबानमा मेरो भूमिका कस्तो रह्यो, मेरो आर्थिक विषयहरू कस्तो रह्यो, मैले प्रशासनसँग, सेवा ग्राही कार्यालयसँग मैले कसरी सम्बोधन गराएँ, यो कुरा नै यसको साक्षी छ। त्यसले गर्दा मलाई लाग्छ यो अब आम जनतालाई छोडिदिउँ, आम नागरिकलाई छोडिदिउँ, चेतनशील नागरिकलाई छोडिदिउँ, किसान मजदुरलाई छोडिदिउँ। उहाँहरूले मूल्याङ्कन गर्नुहुन्छ कि नेपाली कांग्रेस र जसको उम्मेदवार बजरंग नेपाली हुन्, जतिजना उम्मेदवार हुनुहुन्छ त्यो उम्मेदवार मध्ये हामीले कसलाई छान्ने हो। त्यसले गर्दा मैले भन्ने गरेको छु, सही ठाउँमा सही व्यक्तिको सही समयमा चयन हुनुपर्छ, छान्नु पर्दछ। त्यो निर्वाचनबाट होस् कि मानार्थबाट होस्, जसबाट भए पनि हामीले राइट प्लेस, राइट म्यान, राइट ड्युटी दिन सकेनौँ भने यो जुन अपेक्षा हाम्रो छ त्यो अपेक्षा परिपूर्ति हुन सक्दैन। म फेरि यसमा बहुत क्लियर छु, यो प्रिन्सिपल नै हो। तपाईँ चाहिँ अपेक्षा राम्रो राख्ने अनि सही समयमा मान्छे नचुन्ने, सही ठाउँको नचुन्ने, सही ठाउँमा सही व्यक्ति नचुन्ने हो भने हामीले यो गरेका कल्पनाहरू त्यो कोडा मात्र हुन्छ, व्यावहारिक हुन्न, सम्भव छैन। तपाईँ चाहिँ हाम्रो चाहिँ सुरक्षा गरिदिनु पर्यो भन्ने प्रहरी खोज्ने हैन, अन्यबाट खोज्ने, र त्यो ड्युटी त्यहाँबाट भएन मान्छे कसरी सुरक्षित हुन सक्छ हैन। शान्तिको वातावरण खोज्ने अनि जसलाई ड्युटी छ, जसले ड्युटी दिएको छ शान्ति वातावरण बनाए त्यहीबाट अशान्ति हो भने त्यो कसरी हुन सक्छ। त्यसले गर्दा यी कुराहरू अब चुनावको बेलामा आफ्नो कुरा आफै गर्नुभन्दा पनि हामी अदालतमा आफ्नो मालिक, जनता मालिक हो हैन, हामी त्यसको के भन्छ अब कार्य गरिदिने हो, वाहक मात्र हो। अब लोकतन्त्रमा सम्पूर्ण अधिकार जनतामा, नागरिकमा निहित छ। त्यसले गर्दा उहाँहरूले आफ्नो सेवकलाई कस्तो सेवक चुन्ने हो त्यो मतदातासँग मेरो आग्रह छ, उहाँहरूले राम्रो सेवक चुन्नुस्। मलाई लाग्छ
त्यो एउटा सेवकमा म पनि आफूलाई उपयुक्त ठान्दछु। तर यसको सम्पूर्ण अधिकार उहाँहरू छ, उहाँहरूले अब छान्नुहुन्छ र मलाई विश्वास छ मेरो विगतको राजनीतिक सामाजिक जुन क्षेत्रमा मैले काम गरेको छु त्यसमा आम नागरिकले, आम मतदाताले मेरो बारेमा उचित मूल्याङ्कन गर्नुहुन्छ जस्तो मलाई विश्वास लागेको छ। हजुरलाई धेरै धेरै धन्यवाद आफ्नो बहुमूल्य समय दिनुभएकोमा र तपाईँलाई जितको पनि अग्रिम शुभकामना। ल बहुत बहुत धन्यवाद, तपाईँले यो मौका दिनुभयो र यसको पुनः म अन्तमा आम मतदातासँग विनम्रतापूर्वक अनुरोध गर्दछु, भावनामा समस्याको समाधान हुन्न। हामीले ठोस रूप बनाएर, ठोस परिस्थिति बनाएर हामीले निर्णय लिनुपर्दछ र चुनावको बेलामा धेरै कुराहरू, धेरै कमजोर कुराहरू, धेरै निकृष्ट कुराहरू चुनावको समयमा आउँछन्। त्यो कुराबाट हामीले बाँच्नुपर्छ। आफ्नो नेता, आफ्नो संसदको प्रतिनिधि सभामा जाने प्रतिनिधि विचार गरेर एकदम पुरा छलफल गरेर तपाईहरू छान्नुहुनेछ र त्यसमा मलाई पनि केन्द्रबिन्दुमा राख्नुहुनेछ, नेपाली कांग्रेसलाई केन्द्रबिन्दुमा राख्नुहुन्छ। नेपाली कांग्रेसको युवा नेता गगन कुमार थापालाई हामीले प्रधानमन्त्री बनाउने हो भने उहाँको जुन विगतको सङ्घर्षको र जुन इतिहास छ उहाँले गर्नुभएको छ, मलाई लाग्छ नेपाली जनताले, हामी मधेसका जनताले एउटा सकारात्मक भूमिका भविष्यमा हुन्छ भन्ने मलाई विश्वास लागेको छ। त्यसको लागि सबै ठाउँबाट नेपाली कांग्रेसको सहयोग प्राप्त होस्। क्षेत्र नम्बर 2, क्षेत्र नम्बर 72बाट पनि होस् र क्षेत्र नम्बर 3 बाट नेपाली कांग्रेसको पनि सुनिश्चित जितको वातावरण सिर्जना होस् भन्ने म आग्रह गर्न चाहन्छु।